हेलो एभ्रिवान। आज हामीले म्याप एनिमेसन सिक्नेछौँ। अब आफ्टर इफेक्ट्समा म्याप एनिमेसन धेरै तरिकाहरूबाट गर्न सकिन्छ। एउटा चाहिँ पीएनजी फाइलहरू डाउनलोड गरेर अथवा म्यापको फाइलहरू डाउनलोड गरेर त्यसलाई चाहिँ इफेक्टहरू राखेर पनि हामीले एडिट गर्न सकिन्छ भने एउटा चाहिँ हामीले प्लगइन युज गरेर गर्न सकिन्छ। आज म तपाईहरुलाई प्लगइन युज गरेर देखाउँदै छु। सबैभन्दा पहिला तपाईसँग जियो लेयर भन्ने प्लगइन हुनुपर्छ। जियो लेयर भन्ने जब प्लगइन हुन्छ तपाईसँग त्यो प्लगइनले चाहिँ तपाईले म्याप एनिमेसन गर्न सक्नुहुन्छ। अब सबैभन्दा पहिला तपाईले आफ्नो प्लगइन चाहिँ खोल्नुस् र त्यसपछि अब तपाईले म्याप एनिमेसन गर्न चाहिँ सुरु गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब तपाईले चाहिँ न्यू प्रोजेक्टमा क्लिक गर्नुस्। त्यसपछि अब यो भनेको म्याप हो, जुन म्याप चाहिँ तपाईले अब हाम्रो यो कम्पोजिसनमा ल्याउन सक्नुहुन्छ। त्यसको लागि कुनै पर्टिकुलर एरिया छान्न सक्नुहुन्छ। मैले चाहिँ अहिलेको लागि यो इन्डिया एन्ड जोन छान्छु। त्यसपछि तपाईले नेम पनि चेन्ज गर्न सक्नुहुन्छ, साइज पनि चेन्ज गर्न सक्नुहुन्छ, फ्रेम रेट पनि चेन्ज गर्न सक्नुहुन्छ र टाइमिङ पनि चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु होला। अबको स्क्रिनमा चाहिँ म्यापको टाइप्सहरु देखिएको छ। जस्तै यो एउटा कुनै म्यापको टाइप हो भने यसको चाहिँ कलर पनि चेन्ज गर्न मिल्ने भयो र यो म्यापको जुन यो लेआउटै चेन्ज गर्न चाहन्छु भन्नुहुन्छ भने तल जुन देखिएको छ सैटेलाइट भ्यूमा क्लिक गर्नुभयो भने सैटेलाइट भ्यूमा जान्छ, एडभान्स्ड भ्यूमा पनि जान्छ, लाइट भ्यूमा पनि जान्छ, डिफरेन्ट भ्यूहरुमा जान्छ। मैले चाहिँ अहिले एक्जाम्पलको लागि एउटा यो म्याप लिन्छु है त। त्यसपछि क्रिएटमा क्लिक गरिदिनुस्। अब यसले डेटाहरु आफ्नो सर्भरबाट डाउनलोड गर्छ। अब डेटा डाउनलोड भइसकेपछि तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ एउटा म्याप डाउनलोड भएको छ जुनमा चाहिँ इन्डिया एन्ड जोन देखाएको छ र नाम पनि लेखिएको छ। अब हामीले यो म्यापमा यो नाम चाहिँ नलेखेको वाला म्याप हामीलाई चाहियो भन्यो भने हामीले यो 3 डटमा क्लिक गर्नु पर्यो अनि त्यसपछि ए क्यापिटल ए मा क्लिक गर्यो भने नामहरु जान्छ। अब सिम्पली हामीले नेपाल राख्न चाहन्छौ। अब हाम्रो जुन नयाँ नक्सा छ नेपालको त्यो नयाँ नक्सा चाहिँ हामीले यो सफ्टवेयरमा पाउँदैनौ। हामीले छुट्टै फाइल डाउनलोड गर्नुपर्छ। त्यसको लागि तपाईले इन्टरनेटमा सर्फिङ गर्न पनि सक्नुहुन्छ अथवा मलाई कमेन्ट गरेर म तपाईलाई प्रोवाइड गर्न पनि सक्छु। त्यसको लागि एड न्यू फिचरमा गएर इम्पोर्ट फाइलमा जान्छु म र त्यसपछि यहाँ गएर मेरो नेपालको नक्सा चाहिँ मैले सेलेक्ट गर्छु। तपाईले यो स्क्रिनमा देख्न सक्नुहुन्छ नेपालको नक्सा आयो। अब यसलाई यहाँ ड्रा गर्नको लागि चाहिँ मैले यो बक्समा क्लिक गरेर मैले एउटा कलर सेलेक्ट गर्छु र त्यसपछि ड्रा फिचरमा सेलेक्ट गर्दिन्छु। यति भएपछि अब स्क्रिनमा तपाईको फिचर ड्रा भयो। अब यो नक्सालाई एनिमेसन राख्न चाहन्छु म भने सबैभन्दा पहिला मैले यो जुन की फ्रेम भन्ने बटन छ यसमा क्लिक गर्छु। यति भएपछि अब मेरो अहिलेको जुन पोजिसन छ त्यसको चाहिँ सबै डेटाहरु बस्यो। अब म 2 सेकेन्डमा जान चाहन्छु र मैले नेपाललाई फोकस गर्न चाहन्छु भने अब त्यो एउटा एनिमेसनको रूपमा आउने नै भयो। अनि तपाईले यो राइट जुन क्लिकलाई अटाएर हल्का ड्र्याग गर्नुभयो भने चाहिँ तपाईको चाहिँ हल्का 3D इफेक्ट पनि आउँछ है त। जस्तै हाम्रो एनिमेसन सिम्पल रूपमा यस्तो भयो। तपाईको यसले चाहिँ सबै कुरा राखिदिन्छ, चाहिने कुराहरु सबै राखिदिएको हुन्छ। यसमा पनि कस्टमाइज गर्न सकिन्छ र यदि अझै एडभान्स रूपमा तपाईहरुले चाहनुहुन्छ भने म कोर्स पनि प्रोवाइड गर्न सक्छु जियो लेयरको। त्यो जान्नु भयो भने तपाईले चाहिँ राम्रो शर्ट्सहरु बनाउन सक्नुहुन्छ। अब मैले यसमा चाहिँ यो फिचरमा चाहिँ अलिकति ग्लो राख्न चाहन्छु भने म एउटा डीप ग्लो भन्ने एउटा मसँग जुन प्लगइन छ त्यो प्लगइनमा राखिदिन्छु जसले गर्दा अलिकति ग्लो पनि आउँछ। यसको रेशियो घटाइदिन्छु र यसको चाहिँ 0.5 राखिदिन्छु। सरी
0.5 राखिदिन्छु। अब यसले गर्दा चाहिँ हल्का ग्लो जस्तो पनि आयो। अब यसमा हामीले नेपाल भनेर राख्नु पर्यो। त्यसको लागि फेरि जियो लेयरमा जाऊ र जियो लेयरमा गइसकेपछि हामीले यहाँ नेपाल भनेर पनि राख्न सकिन्छ। यसको लागि सबैभन्दा पहिला हामीले यहाँ जानु पर्यो र त्यसपछि अब हामीले टेक्स्ट पनि राख्न सकिन्छ। त्यसको लागि चाहिँ सुरुमा यहाँ सेलेक्ट गर्नु पर्यो र त्यसपछि इम्पोर्ट गर्नु पर्यो। यसको लागि चाहिँ सबैभन्दा पहिला हामीले फिचरमा सेलेक्ट गर्नु पर्यो अनि त्यसपछि अब यहाँ जुन लेभल फिचर भन्ने सेटिङ छ त्यसमा गरेर एड लेभल गर्यो भने अब त्यो फिचरको लेभल चाहिँ अटोमेटिकल्ली आउँछ र यसलाई चेन्ज गर्नको लागि यो लेभलमा क्लिक गरेर फिचरको नेम चाहिँ हामीले चेन्ज गर्न सकिन्छ। त्यसलाई चाहिँ हामीले नेपाल भनेर राख्न सकिन्छ। अनि अब त्यसपछि यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईको यो मुभमेन्ट अनुसार नै यसको साइज चेन्ज हुन्छ क्या। यसरी नेपाल भनेर आउँछ। यो चाहिँ एउटा एकदमै बेसिक एउटा चाहिँ हैन लेम्यान त नभनौ तर त्यो लेभलको मान्छेहरूले चाहिँ दे क्यान लर्न अबाउट दिस हैन। यो भिडियो उनीहरूको लागि पनि थियो र इन्टरमिडिएटहरूको लागि पनि थियो तर अलिकति राम्रो एडभान्स तरिकाले म हेर्न चाहन्छु सिक्न चाहन्छु भन्नको लागि चाहिँ तपाईहरुले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म कोर्स लिएर आउन सक्छु। थ्यांक यू फर वाचिङ। केही कुरा नबुझेको छ भने कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।